म मर्न पनि हिँडेको म बालेन सरकारको नाम लेखेर मेरो एकमुठी परान फ्याल्ने हुँ जस्तो लागेको ज्यान फालिन मैले होइन। तर मलाई बाध्यतै भएको त किनभने म जुन दिनदेखि त सुकुम्बासीमा बसेँ म त उठाउँदा पनि म त्यही पाल टाँगेर बसेको छु। मैले कोठा खोज्न जाँदा पनि 10,000 12,000 रुपियाँ भनेर मसँग भाडा पनि थिएन। मेरो सबै भएको जति मैले त्यहाँनिर सबै छोराले कमाएको पनि छोरीले कमाएको पनि मैले त्यहीँ सकेँ होइन। अब मेरो बस्ने ठाउँ कहीँ छैन। मेरो बुढा पनि बितिसकेको, मेरो कुनै ठाउँमा केही छैन। हामीले बनाएको नेताले अहिले हामीले यस्तो बिजोग हुनु पर्यो होइन। अहिले तपाईँको बसाइ चाहिँ कहाँ छ र? अहिले पनि म त्यही मनारामै हजुरहरूले देखिरहनु भएको थियो। म त्यही गिटी इँटा टिपेर त्यो इँटा बेचेर पनि म कोठा भाडा तिर्ने पैसा हुन्छ कि भनेर म त्यही टिपेर बसिरहेको थिएँ। अनि हजुरहरू जानुभयो, तपाईँहरूले देख्नुभयो। ठाउँ गार्मेन्टमा लगेर सामान राखेको छु। सामान जति चाहिँ मैले काम गर्ने ठाउँमा लगेर राखेको छु। र सामान पनि कुनै राम्रो छैन, सबै कुहेर गइसक्यो होइन। म चाहिँ त्यहीँ मनारा बस्तीमा नै मान्छे हिँड्छन् जस्ता हाल्ने त्यहीँ सुत्ने हो। म मर्न पनि हिँडेको म बालेन सरकारको नाम लेखेर मेरो एकमुठी परान फ्याल्ने हुँ जस्तो लागेको ज्यान फालिन मैले होइन। तर मलाई बाध्यतै भएको त किनभने म जुन दिनदेखि त सुकुम्बासीमा बसेँ म त उठाउँदा पनि म त्यही पाल टाँगेर बसेको छु। मैले कोठा खोज्न जाँदा पनि 10,000 12,000 रुपियाँ भनेर मसँग भाडा पनि थिएन। मेरो सबै भएको जति मैले त्यहाँनिर सबै छोराले कमाएको पनि छोरीले कमाएको पनि मैले त्यहीँ सकेँ होइन। अब मेरो बस्ने ठाउँ कहीँ छैन। मेरो बुढा पनि बितिसकेको, मेरो कुनै ठाउँमा केही छैन। हामीले बनाएको नेताले अहिले हामीले यस्तो बिजोग हुनु पर्यो होइन। अहिले तपाईँको बसाइ चाहिँ कहाँ छ र? अहिले पनि म त्यही मनारामै हजुरहरूले देखिरहनु भएको थियो। म त्यही गिटी इँटा टिपेर त्यो इँटा बेचेर पनि म कोठा भाडा तिर्ने पैसा हुन्छ कि भनेर म त्यही टिपेर बसिरहेको थिएँ। अनि हजुरहरू जानुभयो, तपाईँहरूले देख्नुभयो। ठाउँ गार्मेन्टमा लगेर सामान राखेको छु। सामान जति चाहिँ मैले काम गर्ने ठाउँमा लगेर राखेको छु। र सामान पनि कुनै राम्रो छैन, सबै कुहेर गइसक्यो होइन। म चाहिँ त्यहीँ मनारा बस्तीमा नै मान्छे हिँड्छन् जस्ता हाल्ने त्यहीँ सुत्ने हो।